पशुपतिमा माताजीको त 2 वर्ष अगाडि नै समय लिनुपर्ने हुन्छ। देश र विदेशका यज्ञ हुन्छन्। अहिलेको समय पनि धेरै कठिनका साथ माताजीको मैले प्राप्त गरे हो। र अबको यज्ञ 2082 मई आगामी मङ्सिर महिना कोशी प्रदेशमा ऐतिहासिक श्री कोशी विराट ज्ञान महायज्ञ आयोजना गरिनेछ। ताली बजाइसला। र 2082 फागुन महिनामा 2 नम्बर प्रदेशमा ऐतिहासिक श्री मिथिला कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गरिनेछ। र 2083 वैशाख महिनामा लुम्बिनी प्रदेशमा ऐतिहासिक श्री लुम्बिनी कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना हुनेछ। र मैले जिल्ला र स्थान मेरो मनमा छ, त्यो मैले अहिले यति छिटै घोषणा गर्दिनँ, विभिन्न कारणले, प्राविधिक कारणले भनौँ। 2083 को वैशाखमा मैले भने 2083 मङ्सिर महिनामा फेरि सुदूरपश्चिम प्रदेश 2083 मङ्सिर सुदूरपश्चिम प्रदेशमा ऐतिहासिक श्री गोदावरी वैद्यनाथ कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गरिनेछ। 5 नम्बरमा 2083 को फाल्गुन महिनामा कर्णाली प्रदेशको सुर्खेतमा, अहिले सुर्खेत भनिहालेँ मैले, ऐतिहासिक श्री कर्णाली कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गरिनेछ। र 2084 को महिना 2084 वैशाख महिनामा गण्डकी प्रदेशको पोखरामै अतिरुद्र विश्व कल्याण विराट ज्ञान महायज्ञ पुनः आयोजना गरिनेछ। श्री राधा कृष्ण भगवानको जय हो। विक्रम सम्वत 2084 श्रावण र भाद्र महिना 2 महिना विशेष समय छ। त्यो मैले पछि के को लागि रहेछ भन्ने तपाईलाई पछि भन्नेछु। उपत्यकामा 1008 कुण्डीय विराट ज्ञान महायज्ञको आयोजना गरिनेछ। 84 को श्रावण र भाद्र महिनामा उपत्यकामा 1008 कुण्डीय यज्ञ हुनेछ। र 2084 माघ महिनामा चितवनमा महायज्ञ हुनेछ। तत्पश्चात मात्रै हामी विदेशका यात्राहरूमा अगाडि बढ्नेछौँ। विशेष पर्वहरूको पावन अवसरमा विभिन्न स्थानहरूमा कोटीहोम मात्र नभई अन्य विविध वैदिक यज्ञ कर्म पूजन अनुष्ठान तथा आध्यात्मिक कार्यक्रमहरू आगामी यो श्रावणमा पनि हुनेछन्। त्यही बेला कोटीहोम होइन, अन्य कार्यक्रम हुनेछन्। त्यस्तै गरी 77 वटै जिल्लामा पवित्र तीर्थस्थल, मन्दिर परिसर र आध्यात्मिक ऊर्जा सम्पन्न स्थलहरूमा 108 भागवत महापुराणको सङ्कल्प अनुरूप केही समयभित्रै भागवत सप्ताह, हवन, रुद्राभिषेक, यज्ञशाला निर्माण, ज्ञान महायज्ञ 108 जना कथा व्यासले एउटै महिनामा 77 जिल्लामा 108 वटा भागवत हुनेछन्। जय होस्। श्री राधाकृष्ण भगवानको राष्ट्र शान्ति र सामाजिक स्थायित्वको कामना गर्दै विश्व कल्याण र सम्पूर्ण मानव समुदायप्रति मङ्गलभाव, सनातन संस्कृतिको संरक्षण, सम्वर्धन र जगेर्ना, गुरुकुलहरू बचाउँ अभियान मार्फत वैदिक शिक्षाको पुनर्जागरण, गौमाताको रक्षा, गौसेवा संस्कृति प्रवर्धन, बौद्ध किराँत आदि धर्महरूसँग समन्वय गर्दै ओमकार एकताको भावना फैलाउने, अन्धविश्वास, कुरीति, छुवाछुत, जातीय भेदभाव जस्ता सामाजिक विकृतिहरू विरुद्ध व्यापक जागरण अभियान सञ्चालन गर्ने हाम्रा यी कार्यक्रमहरूका लक्ष्य हुन्छन्। आज जातीय छुवाछुत विरुद्धको, आज विभेद विरुद्धको आज दिवस, आज हाम्रो विभिन्न परिवार पनि आउनुभएको छ। र नेपालको इतिहासमा व्यासपीठमै हामीले दलित भनिएका, हामीले तल्लो जाति भनेर सदैव घृणा गरिएका व्यक्तित्वहरूलाई सम्मानजनक व्यासपीठमा राखेर गुरुको सम्मान दिएर मञ्चबाट कथा प्रवचन पनि पशुपति कोटीहोमले इतिहास रचेको छ। जय बोलो राधे राधे। अब 5 मिनट है। जय राधे। नारीहरूको सशक्तिकरण गर्ने, जातीय भेदभाव विरुद्धको अभियानहरू गर्ने, धेरै पशुपतिमा यति धेरै चुनौतीहरू, नारीको सम्मान, छोरी मान्छेको इज्जत र प्रतिष्ठा दिने, व्यासमा नारीहरूलाई राखेर लन्डनदेखि, भारतदेखि, नेपालदेखि हरेक कुनाबाट ल्याएर उहाँहरूलाई हामीले सम्मान गरेका थियौँ। यहाँहरू सबै यो जग जाहेर छ। विश्वका विभिन्न सञ्चार माध्यमले पनि यो कुराहरू ल्याउनु भएको थियो। र नारी शक्ति प्रति आदर भावको सन्देश फैलाउने, बालबालिका, वृद्धवृद्धा, अनाथ, अपाङ्ग र पिछडिएका वर्गप्रति माया, सहयोग र संरक्षणको भावना अभिवृद्धि गर्ने, पर्यावरण संरक्षण तथा पवित्र भूमि र नदीहरूको स्वच्छता र
पुनर्जीवनका निम्ति आध्यात्मिक जागरण अभियान चलाउने, शिक्षा संस्कार र योगको माध्यमबाट समाजलाई शुद्ध सजग र सशक्त बनाउने, गाउँ गाउँमा आध्यात्मिक पुस्तकालय पाठशाला संस्कार केन्द्रहरूको स्थापना गर्ने, कर्मयोग भक्तियोग ज्ञानयोग राजयोग मार्फत व्यक्तित्व विकास र आत्म जागरणको अभियान चलाउने, सम्पूर्ण धर्म संस्कृति र सम्प्रदायबीच आपसी आदान प्रदान आदर र सहयोगको वातावरण निर्माण गर्ने, आर्थिक रूपमा कमजोर वर्गलाई राहत स्वास्थ्य सेवा र आत्मनिर्भरता कार्यक्रमहरू प्रदान गर्ने, मातृभूमिको रक्षा र राष्ट्र धर्मप्रति समर्पण, आपसी भाइचारा मेलमिलाप र सहिष्णुताको सन्देश विस्तार, वसुदैव कुटुम्बको जीवन मूल्य अङ्गीकार गर्दै एकता र समर्पणको सन्देश फैलाउन एवं मानव समाजमा सद्भाव संयम र समर्पणको भावना जागृत गराउनको लागि सम्पूर्ण देशभर विविध वैदिक यज्ञ यज्ञादि कर्महरू श्रद्धा भक्ति र विश्वासपूर्वक सम्पन्न गरिनेछन्। हरेक कर्ममा राष्ट्रको नैतिक पुनर्निर्माण, धर्मको पुनरुत्थान र लोक र परलोकको उन्नतिको प्रार्थना हुनेछ। जय बोलो श्रीमद् भागवत भगवानको जय, बोलो श्रीमद् देवी भागवत महापुराणको जय। हाम्रा यस्ता अभियानहरू छन्, यहाँहरू सबैको साथ सहयोग समर्पण मिलोस् र यो यज्ञमा अघि मैले आर्थिक दानको सङ्कलनको बारेमा त बताएँ। अहिलेसम्म सङ्कलन भएको रकमले पण्डालको पैसा समेत तिर्न पुग्दैन। जय बोलो श्रीमद् भागवत भगवानको, जति पनि हाम्रा पण्डालको पैसा मात्रै पनि तिर्न पुग्दैन अहिलेसम्म सङ्कलन भएको रकमले। तर पनि बहुत उत्साह, बहुत आनन्द, बहुत जोस र जागरका साथ धर्मको लागि ठुला ठुला अभियान, डरलाग्दा अभियानहरू जसले मातृभूमिको रक्षाको लागि, सनातन धर्मको संस्कृति परम्परा जगेर्नाको लागि विश्वका ठुला ठुला अभियानहरू विश्वभरि हामीले लिएका छौँ। अब मलाई लाग्छ अब 2-4 दिन यहाँहरूले धेरै साथ दिनुहुन्छ। मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बनौँ। गण्डकी कोटियम ज्ञान महायज्ञको राधे राधे भनौँ त। र हाम्रा बालबालिकाहरूको यहाँहरूले अभिभावक पनि बन्न सक्नुहुन्छ। भोलि स्याङ्जा पुतली बजारबाट पनि हामीलाई 3 रोपनी जति जमिन प्राप्त हुँदैछ। पोखरावासी केही भक्तहरूले पोखरावासी भक्तहरूबाट पनि जमिन प्रदान गर्ने भनेर पारिवारिक सल्लाह भइराखेको हामीले सुनिरहेका छौँ। र अन्नपूर्ण गाउँपालिकामा हामीलाई 14-15 रोपनी जमिन प्राप्त भइसकेको छ। र यहाँका केही धार्मिक संस्थाहरूले हामीसँग समन्वय साथ गर्ने, यहाँहरूलाई जमिन प्रदान गर्छौँ भन्दै पनि आइरहनु भएको छ। हामी बहुत विशेष छलफलमा छौँ र यो अभियानमा जय राधे। यहाँ भूमि दानको लागि भिरकोट नगरपालिकाबाट पनि यहाँ आज आउनु भएको थियो र ती आगामी दिनहरूमा घोषणा गर्दै जानेछौँ। र आजीवन सदस्य बन्नुभएका यो पालि हामीले कुनै कङ्क्रिटको बिल्डिङ बनाउनलाई, कुनै अनावश्यक झुटा आश्वासन दिनलाई अथवा यो बनाउँछौ त्यो बनाउँछौ भन्दा पनि यस्ता सयौँ यज्ञको लागि, धर्मको लागि, भगवानको लागि, सनातन संस्कृति बचाउनको लागि हामी युवालाई उत्साह दिनको लागि दान गर्ने हो यहाँहरूले। जय बोले श्रीमद् भागवत भगवानको। र आजीवन सदस्य बन्नुहोला। जहाँ गए पनि अहिले काठमाडौँबाट सयौँ मान्छेहरू आउँदै हुनुहुन्छ, दानवीरहरू आइरहनु भएको छ। यसभन्दा अगाडि पशुपतिमा दान गर्नुभएका दानवीरहरूलाई फोन गरी गरी हामी बोलाएका छौँ, यहाँ पनि सम्मान गरेका छौँ। गर्व महसुस हुन्छ यो मञ्चमा। कोटियमको दान हेर्नुहोस्, सके सधैँ जाउँ, नभए एक दिन त अवश्य जानै पर्ने ठाउँ। श्रीमद् भागवत ज्ञान सामाजिक सद्भावको पहिचान। सबैले धेरै सके धेरै गरौँ, थोरै सके थोरै, जति सक्छौँ त्यति गरौँ, तर अवश्य गण्डकी कोटियमलाई केही न केही दान गरौँ। जीवित छँदै मृत शरीरको सम्मान गरौँ। गण्डकीको कोटियममा सहभागी बनी आफ्नो जीवनलाई धन्य बनाऊँ। अहिलेसम्म सबैलाई ठाउँ ठाउँमा गएर दान दिउँ, पटक पटक गण्डकी कोटियममा दान दिउँ, कोही नछुटी सबैले यसपटक।